मेरो युट्युब च्यानल हेरेर बसिराख्नु भएको सबै दर्शकहरूलाई म नमस्कार गर्न चाहन्छु। आज म हजुरहरूलाई यो हाम्रो कञ्चन गाउँपालिकामा सारस भन्ने चरा, यो सारस भन्ने चरा एकदम दुर्लभ चरा हो। यो जहाँ तहीँ पाउँदैन। यो हाम्रो कञ्चन गाउँपालिकामा पाइने यो चरा मध्ये एउटा चरा चाहिँ सारस हो। हेर्नुहोस् है कस्तो मजाले हिँड्छ ल हेर्नु। यो सारस यो एकदम ठुलो हुन्छ। यो एकदम जोडी यसको जोडीमध्ये एउटा मार्यो भने निकै पाप लाग्छ भन्ने एउटा के भन्छ भन्ने एउटा भनाइ छ हैन। यिनीहरूको जोडी एकदम सारसको जोडी, यिनीहरूको जोडी चाहिँ साह्रै मायालु हुन्छ। कहिल्यै नछुट्नु। ल उड्यो।